त्यही दिन घुम्न पर्ला भनेर कसरी छेक्ने चाहिँ कहिले छेकेन है हामीले त तेलले छेक्नुपर्छ अब तेल त टाउका मरेक यो धारा नटुटाइ भन्छ के ए है दाइ म त आउँछ मन्त्र भन्नै पर्दैन त पर्दैन यसको मन्त्रै छैन तीन लट हो पानी पुर्याउनु कर्मा भएको चाहिँ मजाले झर्थ्यो अरू थियो तिमीसँग यहाँले देखेन जा तँलाई चाहिने हो लिएर तँलाई त एकजनालाई हो मलाई त नानीआमा पानी ल्याइदिनु त पुग्छ पानी पुग्यो तीन भयो मलाई त पुग्यो अब यस्तो भन्छ कि त्यसले छेकिसक्यो त्योभन्दा घेराभन्दा बाहिर चाहिँ जान उता जान मिल्दैन भन्छ फेरि हामी उठ्न मिल्दैन हामी तिमीहरू पनि त्यही भन्छ हो ल्याउनु त अब तेल यी अमहरामा धेरै चाहिन्छ तेल एक घेरो कि तीन घेरो दाइ एक घेरो तेलले अब यो एमराजहरू आयो भने पनि चिप्लेर लडोस् भनेर होला कि चिप्लेर त्यो घेरालाई भित्र छिर्न नसक्ने यस्तो नि गर्दैन थियो कालु के गर्नु यस्तो यहाँ त त्यो भुराले अब खाना र टिका लाउन पोका ल्याएर दिएपछि सक्यो त्यति हो त्यहाँ त तेल त भ्याइयो त टाउको बनाउने तेल चाहिँ लिएर आइज कान्छी तँलाई पनि पुग्दैन होला त्यसलाई पर्दै परेन नि नि यसको दाइरा छिर्नु पर्यो त्यो मैले छिरेपछि हुन्छ त्यहाँबाट तिमीहरू निस्किनु हुन्न ठुलिआमा तेल चाहियो क्या अलिअलि दाइहरू लगाइदिनु छोरी तेल त्यही त होला यसो बिबी अलिकति लगाइदिए जस्तो के ल्याउनु खै तेल कुनै मैले ल्याउँदै ल्याएन नि त्यसले ऊ त्यो किचन ब्यागमा रहेछ त्यही ल्याउनु यसो अलिअलि लगाइदिन्छ अब के भन्नु दाइ अब तपाईँहरूलाई पूजा गर्न थाल्नु ल त छेक्दै अलिक सर्नु त तपाईँहरू त्यो त जाने बाहिर नजा जाने के हुन्छ यो लुगा भित्र केही हुँदैन बहिनी मैले सार्छु त यो पर्दैन भने ठिक्क छ यताबाट हो दाहिने लुगामा पऱ्यो नि केही हुँदैन क्या आज लुगा फोहोर भयो नि त्यही त हातले गर अनि लुगा लत्रिन्छ नि त यत्तेरी लुगा लत्रिन्छ लतर पतर छ मेरो लुगा लुगा लत्रिने छोडिने भइसक्यो टाउकाले खनाइदिन्छ लायो नि मैले सिकिसकेँ टाउखडा नि खन्यो नि अहिले खन्यो त खन्यो नि त ऊ यहाँबाट लैजा नि बिचबाट ठुलामा त्यो भाँडै ल्याउनु न यसो हातमा अलिअलि मात्रै लाउँछौँ हामी यता अलिअलि दर्जी भने हुन्छ होला है भाँडे ल्याउ न यहाँ गरौँ न ल्याउ यति त्यो राम्रो तेल नि होइन होला एउटा दिदी मलाई तारेको छ लतारिन्छ भने मलाई पनि अलिक फोटो खिच्दा लाम्ला भने तेल सबै त्यसमै है लतार लतार पतार पार त्यसो भए अर्को लतार पतार लतार ल पतार भयो पहिलाको लाग्छ हो मारुलाई लगाइदिन्छु अलि धेरै नलागिदिएन कानमा नि हाल्दे कानको तेल सुकु हुन्छ जमराजले कानको होइन तेल हाल्नुपर्छ चलन रहेछ नि ज्यान मानि लगाइदिने मरेक मैले उसमा देखेको थिएँ कि दिएन र है ए त्यत्रो तोरीको तेल कपाल बिग्रियो भने कपाल कत्रो तेल अब पूजा गर्ने हो दाइ कहीँले गर्ने होला त नि यस्तो बिगारी चाहिँ बोकिदिनु परेन भित्रको तेल चिल्लो हुँदैछ जमराज भागिरहने कानको तेल कहिले खर्चो हुन्छ खर्चो भयो भने त कानको चाहिँ पटपट ल बहिनी अब यसरी ऐना देखाउनुपर्छ क्या यसलाई थाहै भइन्छ भयो आइज सँगै गरौँ त उता गर म यता गर्छु अब पूजा गर्ने हो त्यही त होला नि है दाइ हो त त्यहाँ होस्
पहिला त शुद्ध जल चढाउने होला नि कहाँ कहाँ रे दाइ सुरुमा यसो के घोडामा अलिअलि है यो चिसो हुन्छ घुँडामा हातमा यसो गर्ने हो क्या बोरी हाल्ने हो फुल टाउको बोरी फुल हाल्ने हो त्यो गर्न पनि त्यत्रो च्यातेर राखेको छु भयो अब फुल हो पहिले घुँडा पूजा गर्ने अनि सिकाउनै ठुलो ओए होइन होइन र के गरे टाउको त्यो त फाल्दियो दाजु त्यस्तै बहिनी पनि त्यस्तो रहेछ हाम्रो दाइहरू चुपचाप हुनुहुन्छ त यसको दाइ कति किचकिच हो पाइप नयाँ पाइपमा रातै बनाइदियो पूजा गर्दा अनि कस्तो हुन्छ त अब कम गरेको मैले ल भने तर घोप्टिनु ढाड्थेन नि घरमा फरक जतामै गरिदिन्छु म चाहिँ ले त यो त नपरोस् भनेर हो ल ल यसपालि नयाँ पूजा भयो त यिनीहरूको है अहिलेसम्म नभएर पूजा लटपट गरेर छोड्थ्यो रे त झटपट कहिले भेला भन्नु हाम्रो आमाले बुढीले त कानभरि तेल हालिदिएका थिइन् ए कानमा त्यसै कानमा तेल चाहिँ मलाई थाहा छैन फेरि हुँदैन त्यो त्यो हामी चाहिँ यस्तो पूजा के अरे तेल लाएर ऐना चाहिँ देखाउँछ घुँडा हुँदा पहिला चाहिँ मलाई हिसाबले लिएर आएर ल हेर बुहारी टिका लायो बुवालाई सोधेर गर्दै गर्नु फेरि अब के गर्ने हो अब औलाई सबै भइसक्यो टिका लाउनु टिका के राख्दा छैन अब हामी हात लाउने हो सिपालु छ कि नानी हुन्छ जस्तो तिनीहरूलाई बर्ड्स पायो भने त्यहाँ छ है तिमीहरूलाई टिका लाउने बेला बाजा नि बजायो बजायो बाजा बजाइदियो अब के गर्छ त जमाइले साइदियो त्यो भिजाउनुपर्छ होला सुरुमा सेतो होइन बहिनी कुन च्याउडाले हो यसले होइन हो हेर्नु होला नि पानी धेरै आलु हाल्छ के भने दियोलाई पूजा गर्यो अन्त तल गरिसक्यो ठुल्यामा दियोलाई कलर कस्तो च्यालच्यालवाला रहेछ नि दिदी यसपालिको पनि चामल पिठो गएर मिसाउनु हुन्थ्यो अलिकति त्यहाँ दहीले हातले खाएर तल चन्दनीसँग गरेको ए ठुल्यामा कचौरामा दही हालेर ल्याइदिनु न एक चन्दन नि हो कचौराले सेतो गर्नुपर्छ चामलको पिठो लिएर आइज न बहिनी कहाँ छ यहाँ चाचा लिएर आइज दादा चामल पेटो के त्यो खस्रो होला हुन्छ दाइ यो मसिनो चाहिँ त्यो खस्छ ल त्यो दौडी रस त नउठाइ विनिता हुन्छ लगाइदिँदै गर्नु त्यसले सेतो गर्दै गर्छ मेरो चन्दन चन्दन हो कि त्यो न धेरै नाल बाई बाई बहिनी भयो धेरै हालिसक्यो हो त्यही राम्रै देखेको छ हेर्दा बुवाको देखिन्छ कि राम्रै हुन्छ त्यो त्यो चन्दन ठिक छ कि त्यो अलिकति बाङ्गो भएन के बान्नु भयो कि गरेर माथि चाहिँ तल र माथि चाहिँ रातो बनाउने नि भाइ सिधा भन्नु है पोहोर पोहोर त हाम्रो केराको पात चाहिँ राख्ने गरेको गर्नु चाहिँ यसपालि राख्ने कन्फिडेन्स भयो केरा पानी त मजाले हुन्छ नि यसले नि हुन्छ हो ए तेरी दाइ तिमीलाई थुर हात काम्ने भयो त छुट्टै कुरो हो काम छ यसले तुक्दी नकराउ न दाइ म गइ पुग्दिए हात काम्ने थुर भएपछि हो ला हो ला भने हात काम्ने थुर नभन न दाइ नजाउनु न तर दाइको त अलिक बाङ्गो भयो नहाँस त गर्छ टिका बाँगै लाउनुपर्छ म त सिधा लगाइदिन्छु दुई लगाएर टिका लगाइसक्छु नि मलाई लगाइदिन्छु हुन्छ हुन्छ भयो होला है पोतेको ए पोतेछ रातो ए भर्खर पोत्दै हो मैले के ल्याइसकेँ अनि त्यसपछि ऊ त्यो बुवाको हेर्दै नमिल्ने उसले सिकाइरहेको अब यो सेन्टरमा ऊ त राम्रो देखिन्छ होइन यिनीहरू दुइटै उस्तै रहेछ दाइ थाहा लगाइदिने नि उस्तै
सेन्टर भने कर्नरमा राम्रो हुन्छ अब उठे कानतिर लगाइदिउँ न त्यो माथि चाहिँ झिल्झिले रातो राखिदिन्छु रातो लगाइदिएर माथि पनि लगाउने एउटा झिल्ली लाउनु कानमा लाग्ने झिल्झिली झिल्लीले सबैतिर मिक्स त्यो जम्मै एकदमै मिक्स भयो कलर अब कलर मिक्स कलर आउने धेरै लतपत आयो नानी बहिनी उठ्ने बेला दही खाँदै सब हो दही हो राम्रो भयो तर ग्रिन अनि मिक्स गरिदिन्छु तँले केराको पात बनाउनु पर्थ्यो नि खालि तास खेलेर बसिसक्यो टिका लतपत थियो समाज दिनु छैन अनि अनि म पाले चाहिँ पालो हुन्थ्यो नि के समय दिनु पर्यो केराको यस्तै सामान त आफै समाउने हो नि त त्यही म साथै सुत जान् यसपालि जान् होइन त आफै समाउने हो होइन यो टक्कै समातेर निधाएर राम्रो भएको क्या अहिले हेर्ने हो छैन कता राम्रो नि मालाले माला बहिनी माला पूजा गर्नु बुवाहरू हेर्न त तपाईँको बुवाहरूको नराम्रो हो उसले राम्रो बनायो भने होला राम्रो बना तेरै राम्रो छ होला अहिले बुवालाई खिच्चाउनु भनेको मलाई खिच्चाउनु भयो स्थिति तैँले राम्रो लाग्छ कि बुवाले मलाई दाइको चाहिँ हल्का बाक्लो बाङ्गो बुवाले मलाई थुरुरुरु भनेर ठुलो कामदैन होला त पूजा गर बहिनी आइज तनी गर पहिला शुद्ध जल चढाउ यो अशुद्ध भइसक्यो सबै औँला चुकिसक्यो त्यही भएर मैले गएर पनि बुढाले मलाई यस्तै गर्छ राखेको थिएँ ल थाहा तँलाई भयो दिदीलाई नचल नचल त नारायणको निकाल म दुईजना दाइहरूको लगाइदिन्छु कुन चाहिँ झरिहाल्छ नि नारायण फुल के यो त मेरो है ल ल मलाई अलिक मोटो हाले मोटो रिला के लाउने हो लगाइदिनु होइन त्यो भयो यो बुवा लगाइदिनु क्या त्यही ठिक छ त होइन मेरो दाइहरू सानो सानो ठिक छ नि मेरो दाइलाई मोटो लगाइदिनु ल सुमेरु पर्वत पुगेर आउनुहोस् भयो ल भयो अब दही खानिदिनु त होला नि होइन त्यो खानेकुरा ल्याइदिउँ न पहिला दही ल्या दही अझ भएको छैन अब पह पह यो ओखर फुटाएकै छैन ओखर पूजाको ओखर फुटा छैन यो उयो धुप दिप गरेको थियो नि त फेरि ओखर नफुटा जानु हुँदैन थियो शङ्ख घन्टा बजाएन यिनीहरूले ओखर नफुटेर जानु हुन्थेन ल्याइदियो भने भइदियो ला बर्बाद भयो के गर्ने त शङ्ख घन्टा बजा खोइ घन्टा बजाउँछ र भाइ इजी है त्यो छोएर राख्नु त पहिला शङ्ख ऊ के अरे ओखर फुटा त नातिनी ल धोकामा होला नि ओखर फुटाउँछ बहिनी त्यो मेरो एउटा ल्याइदियो नि त गएछ त के दिदी ऊ त्यो एउटा थाल म ओखर पूजा गर्छु यहाँ ढोकामा होइन दाइ कि यहीँ अगाडि ए अगाडि हुन्छ दिदी त्यो त्यसको आइज त बहिनी मैले दिदीले हाल्नुभएको थियो रोटी अचार हालिन है ल ओ दादाजीलाई ल हो त्यो ल भाइ लिनु अङ्कललाई बहिनी त ऊ त्यो ओखर पूजा गर्छ खोइ तेरो बाउला नि बुवाले हिजो खाइसक्नु भयो पूजा गर्छ शुद्ध छैन त्यो अशुद्ध भएछ त्यो तेरो पछाडि लोरो छ नि त ल सबै बाबाहरू यसमै फुटेर ल्याउनु त हाम्रो मनतिर फुट्ने होइन फुटाए फुटा नछोडै कान्छी फुटाए हल भयो 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 एकचोटि मात्रै हाल्दै बस्छ फुत्तै फाल्दैन उतातिर पुगोस् भनेर अब बिच छ कोही बेलै ल भयो फुट्यो त ऊ त्यो क्यामेरा चल्दा हुँदैछ नि त क्यामेरा तान्ने उयो लेखेर बाल्न त्यो चाहिँ दोब्बाल